सुन्तला यहाँको एकदम अर्ग्यानिक सुन्तला निकै फलाएको छ सुन्तला राम्रो हाम्रो चाहिँ अङ्कलले चाहिँ सुन्तला टिपिरहनु भएको देख्न सकिन्छ। अहिले चाहिँ हामीलाई चाहिँ थोरै हेलो गाइज, वेलकम टु माई एनदर ब्लग्स। इट्स मी एनआर मोटर ब्लग्स। आज चाहिँ हामी यस फाकुथुङ गाउँपालिकाको वडा नम्बर 2 कोलबोटे स्थित तल एउटा देखिसक्नु भएको छ सुन्तलाको बारीमा चाहिँ आइपुगेका छौँ। मेरो साथमा हुनुहुन्छ हाम्रो डाफे कन्स्ट्रक्सनको एकाउन्टेन्ट, वरिष्ठ एकाउन्टेन्ट दिलु सर दाजु। उहाँसँग चाहिँ आज हामीले चाहिँ यो सुन्तलाको बारेमा चाहिँ र सुन्तला लिन आएको छौँ र सुन्तलाको बारेमा चाहिँ उहाँले केही 2 शब्दहरू भन्नुहुन्छ। अहिले चाहिँ म यस कोलबोटे स्थित रहेको सुन्तला बारीमा आइपुगेको छु र सुन्तलाको एकदम मनमोहक दृश्य हेर्दै सुन्तला चाहिँ कस्तो रहेछ भनेर चाहिँ एकदम चेक जाँच गर्दैछु र एकदम राम्रो रहेछ सुन्तला चाहिँ। अहिले चाहिँ सुन्तला एकदम पाक्ने प्रक्रियामा रहेछ, पाक्न थालेको रहेछ र म चाहिँ सुन्तला हेरेर चाहिँ एकदम रमाइलो, एकदम राम्रो लागिरहेको अवस्था देख्न सकिन्छ। र अहिले चाहिँ यो सुन्तला बारीमा चाहिँ लटरम्म सुन्तला, यो बोटले नै नथेक्ने खालको सुन्तला चाहिँ फलेको देख्न सकिन्छ। र यहाँ मेरो साथी हाम्रो दिलीप सरदार, हाम्रो यो डाफे कन्स्ट्रक्सनको एकाउन्टेन्टजीसँग पनि हामी यहाँ सुन्तला बारीमा चाहिँ भ्रमण गरिरहेका छौँ र सुन्तला बारी हेरिरहेका छौँ। सुन्तला बारीको एकदम मनमोहक दृश्य तपाईँहरूले देख्न सक्नुहुन्छ। यदि तपाईँहरूलाई पनि सुन्तलाको आवश्यक परेको खण्डमा चाहिँ यहाँ कोलबोटे स्थित यो सुन्तला बारीमा आउन सक्नुहुन्छ र तपाईँलाई आवश्यक अनुसारको सुन्तलाहरू लिएर जान सक्नुहुन्छ। एकदम सुन्तला चाहिँ एकदम राम्रो खालको छ, रसिलो खालको छ। यहाँ चाहिँ यो ठाउँमा चाहिँ यहाँको कृषक दाइले चाहिँ वार्षिक आम्दानी चाहिँ त्यो 4-5 लाख एक सिजनमा कमाउनुहुन्छ भनेर यहाँ भन्नुहुँदै थियो। र त्यो नमस्कार, के नाम हजुरको? भरेसँगबाट मेरो धनबहादुर तामाङ। धनबहादुर त देखिहाल्यो, घरकै हो। सुन्तला नि खायो। यो भनेपछि हजुरको बारी आफ्नै? यो आफ्नै बारीको हो जम्मै। कति जति बोट होला यता सुन्तला त? यहाँ जम्मा त मैले 500 जति लगाएको। यता तल उँधो चाहिँ अलिक मऱ्यो कि। मऱ्यो पनि? अलिक मऱ्यो पनि र पनि अहिले 400 बोट जति चाहिँ अब फलेकै छ। यही घरको सबै नै अब त्यसरी फलेकै छैन। अहिले थोरै कति अलिअलि अब फलिसक्नु बाँकी छ होइन। र पनि अब लगभग 80% चाहिँ फलिसक्यो भनौँ न। अहिले रोपेको भएको झ्याकमा 80% यो फलेको? त्यति चाहिँ फलिसक्यो। यो अझै फल्ने क्रम हुँदैछ? अझै छ? होइन, बाँकी छ नि। यो त अब अझै यसको धेरै छ। अहिले भर्खर नरै छ कि, अहिले 3 वर्ष मात्रै भयो यो टिपाइ सुरु भएको। भनेपछि नयाँ हो अहिले? नयाँ भर्खर सुरु छ नि। अनि र पनि हेरौँ फल अब अहिले हेर्नुपर्छ नि तपाईँहरूले होइन। फल त पोहोर पनि यस्तै देखेको, यसपालि पनि पोहोर पनि यस्तै। पोहोरभन्दा यसपालि अलिक ज्यादा हो कि क्या हो? पोहोरभन्दा अलिक थोरै केही अलिक वृद्धि भएको मलाई त्यस्तो लाग्यो। वृद्धि भयो जस्तो लाग्यो। र कोही झ्याङमा अलिक यो यस्तो हुँदो रहेछ कि जुन अहिले यो अत्याधिक धेरै फल्यो नि, त्यसमा आउँदो साल थोरै केही कम्ती हुन्छ। अनि जुन अब पोहोर बढी फलेकोमा अब अहिले कम्ती छ। र अलिक बाँकी भएको रको यो पाउलो जुन हाँगा बढी छ नि, दाना अलिक पतला भएकोमा यसमा आगो फल्छ। फेरि आगो साह्रै फल्छ यसमा। फेरि ऊ त्यो तलको जस्तै हाँगाले नथामे हेर्नु सबै बोट हाँगा लड्केर भुइँमा थुप्रेको छ होइन। गजब छ दाना। अनि यस्तो कापे परेको सबै त्यो के अरे लोटले तान्दै लगाएर हाँगा यसरी पुरै च्यातिन्छ पो त। अनि त्यस्तो गरी फल्छ। अनि यो त अचम्मको खेती रहेछ कि। फल्नु आँट्यो भने यसले नि फल्नु नजान्दो रहेछ, त्यति साह्रो फल्छ। 3 वर्ष अगाडि भर्खर सुरु गरे भन्नुभयो। यो त्योभन्दा अगाडि यहाँ के थियो? के गर्ने? त्योभन्दा अगाडि त अब मकै सकै हानिन्थ्यो होइन। अनि हिउँदमा अब तोरीहरू लाइन्थ्यो, अदबस त हो त्यस्तै मात्रै हुन्थ्यो। अनि अहिले चाहिँ अब लगभग यो फल्नु थालेपछि चाहिँ यहाँ अरू बारी लाउनु छोडेको। अब सबै बाँधै छैन। अनि यसलाई अब भित्र घुसो बाली केही पनि छैन।
अनि यसलाई अब भोलिपछि अब टिपिसकेपछि खनखान पार्ने अनि त्यहाँबाट मलसल लाउने सिँचाइ गर्ने अनि अहिले चाहिँ यतिकै छ खाली। म बसेको मोटामोटी 1.5-2 वर्ष हुँदैछ कि यो फाकपोकमा। हजुर एउटा तपाईँको आमचोक छेउ यहाँ रातमाटीतिर मैले सुन्तलाबारी देखेको छु अनि यो एरियामा तपाईँकै मात्रै देखाएको छ। यतापट्टि हाम्रो यो फाकपोक थुममै हजुर यत्रो बगान चाहिँ छैन होला, छैन अर्थ्यो छैन होला। मैले देखेको छु। भनेपछि अब यो मैले अब भर्खरै लाग्यो अब यको चाहिँ अब भएछ त्यो बारी सबै टाकटोकै ढकाएँ नि त अनि त्यसले गर्दाखेरि अहिले मैले पनि यसो वरिपरि हेर्दाखेरि यत्रो बगान चाहिँ अरूकोमा देखेको छुइनँ। 3 वर्षको मात्रै अवधारणा भनेपछि मकै सबै लाउनु हुँदैछ। कहाँबाट कसरी तपाईँलाई आइडिया आयो सुन्तला खेती गरौँ यो ठाउँमा, अथवा हुन्छ भोलि भएन भने सक्सेस भएन भने? तर सक्सेस त भइरहेछ, हुँदैछ, सक्सेस भयो। यो मलाई पहिलादेखि यो 5टातिर यसो घुम्न टुल्न जाँदाखेरि अब त्यतातिर यस्तो पुरानो बगानहरू देख्थेँ कि अनि मेरो ससुराली उतै भएकोले गर्दाखेरि त्यतापट्टि अत्याधिक धेरै सुन्तला फल्थ्यो। हजुर अनि हो त्यही देख्दाखेरि मलाई हाम्रो ठाउँमा नि हुन्छ कि अब गर्नु पाए त हुन्थ्यो भन्ने अब आफूलाई पनि त्यो खालको एउटा सोच मानसिकता आएर अनि बिरुवा चाहिँ कहाँबाट ल्याउनु त होइन अनि बिरुवा पाइन्थेन। अनि बिरुवाको लागि यो मैले चाहिँ दार्जिलिङ गएर उताबाट ल्याएको बिरुवा यो जम्मै। ए यो दार्जिलिङको बिरुवा? दार्जिलिङको बिरुवा जम्मै। अनि उताबाट मैले बिरुवा ल्याएर रोपेको अनि नर्सरी पनि गरेँ अनि गाउँमा अलिअलि बिक्री बिक्री पनि गरेँ नर्सरीहरू बिरुवा अनि बिरुवा त्यसरी बिक्री पनि गरेँ अनि आफूले भयो जति बारी हो त्यसरी आफूले नर्सरी गरेकोले गर्दाखेरि सबै छेउकुना सबै ढकाउन अब सक्सेस भयो भनौँ न। यति गर्दै गर्दाखेरि हामीले के बजार व्यवस्था सबै कुरो पाउनु भएको छ? र अहिले ठिकै छ। पहिला अब गाउँमै पुग्दैन थियो होइन। ए हजुर। र अहिले चाहिँ अलिक धेरै फल्नु थालेकोले गर्दाखेरि अलि राँकीतिर पठाएँ तर राँकी थोरै अब मात्रै अब त्यहाँ राख्ने हुँदाखेरि अहिले चाहिँ सबै बिर्तामोटै पठाउँदैछु। ए बिर्तामोटै? तलै छ कन्ट्याक्ट अनि काठकुडो टिप्यो अनि अब पिकअपमा लगाए पठाइदियो। त्यो सन्तुष्टि छौँ हामी यो। अनि अहिले ठिकै छ, राम्रै छ। अब पहिला त अब अलिकति 4-5 वर्षसम्म नफल्दा त होइन अलि एकचोटि चाहिँ निराशै भयो जब फल्नु थाल्यो होइन अनि अलिअलि आम्दानी हुन थालेपछि चाहिँ हुन्छ क्या र भन्ने एउटा आशा जागेर अनि अहिले हेर्दा त ठिकै छ। अब पहिले अब 5-6 वर्ष फलेन होइन त्यति बेला आम्दानी मऱ्यो बारीको तर अहिले अब आम्दानी राम्रै छ। त्यसले गर्दाखेरि वार्षिक रूपमा मोटामोटी कति जति आम्दानी दिन्छ सङ्कलले? अब अहिले अब 3 लाख 3.5 लाख त्यस्तै होला। अब वर्षी नि बढ्दैछ कि बढ्दै पनि बढ्दैछ। अब पोहोरभन्दा अहिले निकै माथि हुन्छ। अब फल्ने झ्याङहरू अब एकदम अब बढेको छ कि अरू नयाँ थपिँदैछ। त्यसले गर्दाखेरि अब वर्षी पनि बढ्दैछ। अब झ्याङ मसिनै छ अझै अब 2-4 वर्ष अब बढ्छ। ठिकै छ, राम्रै छ। अब कुरा गर्दै जाँदाखेरि जानकारी त अझै लिन मन लाग्छ कि अब सानो कुरा अन्तिममा एउटा राख्छु। जस्तै अब अरू अन्य खेतीबाली जस्तो यसलाई पनि यसो गोडमेल मल खादहरू एक बिउ केहीहरू यसो दुःख छ यसमा? यसमा पहिला जति सानो हुन्जेल चाहिँ अब रोग किराहरू बढी लाग्थ्यो होइन त्यतिखेर अलिक समस्या हुन्थ्यो। अहिले जति झ्याङ ठुलो हुँदै गयो रोग किराहरूले त्यति आक्रमण गर्दैन। त्यसले गर्दाखेरि यसमा ठिकै छ। अरू बालीलाई जस्तो अब धेरै हैरानी खेप्नु पनि परेन। अब यो टिपेपछि सट्ट अब यसलाई हल्का खन्नुपर्छ अनि मल बोकेर चाहिँ सट्ट फिजाइदियो अनि त्यहाँबाट सिँचाइ गरिदिनुपर्छ। सिँचाइ गर्नुपर्छ फागुनसम्म चाहिँ यसलाई सिँचाइ गर्नु त्यहाँदेखि उता पर्दैन फेरि। जब यो पाउलिन फुल खेल्नुभन्दा अगाडि यसलाई राम्रै सिँचाइ गरियो भने त्यति भए पुग्छ। अहिले यसलाई त खासै मिहिनेतै छैन नि जति सानो हुन्जेल मात्रै सानोमा अलिकति गोडमेल मलखाद यताउति सिँचाइहरू मजाले गर्नुपर्ने हुँदो रहेछ। त्यति मात्रै हो। हस् त अङ्कल, हुन्छ, धन्यवाद। कृषक दाइसँग चाहिँ यहाँ सुन्तलाको बारेमा चाहिँ अध्ययन गरिसकेपछि यहाँको कसरी लगाउनु भयो, कसरी प्रेरित हुनुभयो र कसरी सुन्तला खेती गर्नुभयो भनेर सम्पूर्ण कुराहरू बुझिसकेपछि चाहिँ हामीले यहाँको सुन्तला चाहिँ धेरै राम्रो र रसिलो भएको कारणले गर्दाखेरि चाहिँ
हामीले सुन्तला लाने निर्णय गऱ्यौँ। त्यही अनुसार चाहिँ यहाँ कृषक दाइले चाहिँ हामीलाई सुन्तला टिभी दिनुहुँदैछ र हामीले चाहिँ सुन्तला लग्नको लागि चाहिँ यहाँ दाइलाई चाहिँ भनेका छौँ। तपाईँहरूलाई पनि यदि सुन्तला चाहिएमा चाहिँ यहाँ दाइलाई सम्पर्क गर्न सक्नुहुनेछ। सुन्तला एकदमै राम्रो छ, रसिलो छ। यतिको गाउँमा चाहिँ सुन्तलाको कृषि क्रान्ति गर्नु भनेको धेरै राम्रो कुरा हो र यसो हेर्दाखेरि चाहिँ वार्षिक चाहिँ आय स्रोत पनि राम्रै हुन गएको देख्न सकिन्छ र त्यति धेरै सुन्तलाको लागि चाहिँ त्यति धेरै अरू बाली नाली जस्तो चाहिँ त्यति स्याहार गर्नुपर्छ पर्दैन भनेर चाहिँ यहाँ दाइले भन्नुभएको छ र यो चाहिँ दाइहरूले एकदम यहाँको स्याहार सुसार गरेर गोडमेल गरेर चाहिँ सुन्तला बारी चाहिँ धेरै नै राम्रो बनाउनु भएको छ र चाहिँ सुन्तला फर्ने क्रम पनि धेरै छ र यस्तो वर्षनी चाहिँ सुन्तला चाहिँ एक साल चाहिँ धेरै फल्यो भने चाहिँ अर्को साल चाहिँ अलिक कम फल्ने, एक साल कम फल्यो भने अर्को साल बढी फल्ने भनेर चाहिँ यहाँको दाइले चाहिँ हामीले जानकारी गराउनु भयो र यो साल चाहिँ सुन्तला निकै लटरम्म फलेको देख्न सकिन्छ। सुन्तलाको बोट चाहिँ कफलो भएको कारणले गर्दाखेरि चाहिँ सुन्तलाको बोटमा चाहिँ नचढिकन चाहिँ हाँगाको मद्दतले चाहिँ हामी चाहिँ सुन्तला झार्ने काम भइरहेछ र सुन्तला चाहिँ एकदम राम्रो रहेछ, लटरम्म फलेको रहेछ र त्यही अनुसार हामीले यहाँ सुन्तलालाई अङ्कलको लागि चाहिँ यहाँ अङ्कललाई चाहिँ कृषक अङ्कललाई चाहिँ कृषक दाइलाई चाहिँ हामीले सुन्तला चाहिँ टिप्न लाउँदैछौँ र दाइले चाहिँ हाँगाको मद्दतले चाहिँ सुन्तला टिप्नु हुँदैछ। यहाँ देख्न सकिन्छ। पनि सुन्तलाको आवश्यकता परेको छ भने चाहिँ यहाँ कोलबोटी स्थित फाकुथुङ गाउँपालिकाको कोलबोटी स्थित यो सुन्तला बारीमा चाहिँ यहाँको कृषक दाइहरूसँग चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। यदि तपाईँहरूलाई मेरो भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब गरी बेल आइकन प्रेस गरिदिनु होला। बाँकी चाहिँ अब अरू भिडियोमा भेटौँला। बाई बाई।